तिलीचुको ट्रेलको सबैभन्दा डरलाग्ने बाटो भनेको यही नै हो। मेरो टोपीमा यस्तो मजाले हिउँ भइरहेछ मेरो ब्यागमा पछाडि सब जताततै हिउँ नै हिउँ छ। मेरो सरहरू चाहिँ उहाँ गुफाभित्र बस्नुहुन्छ। Let's go. गुफाभित्र सरहरू ओके हात हल्लाइदिउँ ओके ल यो चाहिँ ल्यान्डस्लाइड एरिया हो तिलीचोको जाने बाटोमा पर्छ। अलिक बढी स्केरियस ट्रेलमा पर्छ यो चाहिँ। हिउँ परिरहेछ माथिबाट। The most scariest trail up to तिलीचो यहाँ हुँदैछ। अब 6.5 घन्टाको यात्रापछि अनि भन्न त मान्छेले 1.5 घन्टा भन्छन् तर हाम्रो त लाग्यो होइन। त्यसपछि हामी बल्ल बल्ल तिलीचो आइपुग्यो। अब यु क्यान सी तिलीचो हो त्यो। यो मौसम अनुसार दुईटा फाइदा र बेफाइदा भन्दिनँ ल यहाँ गएपछि भदौमा आउँदाखेरि हजुरले फेरि यो 9 बजे 10 बजेपछि बादल आइहाल्छ होइन। अनि ताल देख्नलाई चाहिँ अलिक गाह्रो हुन्छ कि 9 बजे अगाडि आउने भन्ने कुरा हुन्छ। अहिले चाहिँ हजुरको हामी 12-1 बजे आइयो नि त लास्ट आउँथ्यो ताल चाहिँ पुरै देख्छ। तालमा पानी हिउँ नै हिउँले गर्दा नि मेरो त आँखा त मेरो पनि तपाईँ र म त कहाँ चस्मा लाएर आएको त सेतो खैरो बाइक म त अघि त चिसो भइसक्यो तर रमाइलो पनि अति नै रमाइलो छ। रमाइलो छ है हिउँ यस्तो मिठो पर्थ्यो।